भक्तहरू आए हरि भजन गाए नारायण हरि रक्षा गर है भक्तहरू आए हरि भजन गाए रक्षा गर हरे राम भक्तहरू आए हरि भजन गाए रक्षा हरिभजन गाए रक्षा गर भन्ने बित्तिकै यसै आज हम यो विश्व विश्रामेश्वर महादेव मन्दिरमा आएर भगवानको मन्दिरमा नारायण हरि गरौँ रमाइलो सबै मिली गरौँ रमाइलो यो विश्व विश्रामेश्वर मन्दिरमा रमाइलो गरौँ। भगवान नारायणका विभिन्न अवतारहरू छन्। सत्ययुगमा भगवान नारायणले 4वटा अवतार धारण गर्नुभएको थियो। मत्स्य अवतार, कुर्म अवतार, वराह अवतार र नृसिंह अवतार गरेको 4 अवतार धार्नु भएको थियो। यसै गरिकन त्रेता युग लागेपछि भगवान नारायणले वामन अवतार, परशुराम अवतार र राम अवतार, त्रेता युगमा भगवान नारायणको 3 अवतार थियो। र त्यस्तै गरिकन द्वापर युगमा भगवान नारायण बोले नारायण हरि कृष्ण अवतार गयो, त्रेता गयो। द्वापर युगमा भगवान नारायणले एउटै अवतार लिनु भएको थियो। त्यो अवतार कुन हो त? कृष्ण अवतार। द्वापर युगमा भगवानको अवतार एउटै मात्र हो। त्यस्तै सत्य त्रेता द्वापर गयो। नारायण हरि आयो कलियुग